ल हेर्नु, राजा धर्म फ्यालेर लोकतन्त्र गणतन्त्र ल्याएर जनताको भोटले चुनाव जितेर जनतालाई नै असर गर्ने, जनताले नचाहेको होइन सम्झौताहरू, देशघाती सम्झौताहरू यिनीहरूले कसरी गर्छन् र यो के कारणले यो बुढा नेताहरूले आफ्नो खुट्टामा आफैले बन्चरो हानेछन्। ल हेर्नुहोस् है, विषय एमसिसी मिलेनियम च्यालेन्ज कोअपरेसन एमसिसी नेपाल कम्प्याक्टलाई नेपालको संसदले 27 फेब्रुअरी 2022मा अनुमोदन गरेको थियो। एमसिसीलाई व्याख्यात्मक घोषणा पारित गर्न जिम्मेवार प्रमुख नेताहरू र राजनीतिक दलहरूमा नेतृत्वको गठबन्धन सरकार समावेश थियो। शेरबहादुर देउवा नेपाली काङ्ग्रेस तत्कालीन प्रधानमन्त्री तथा एमसिसीका कट्टर समर्थक, जसले अनुमोदनको प्रस्ताव राखेको थियो। पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्र प्रारम्भिक जनविरोध र विरोधाभासपूर्ण भनाइका बावजुद प्रचण्डले गठबन्धन सरकारलाई अक्षुण्ण राख्न अनुमोदन समर्थन गरे। माधव कुमार नेपाल सिपिएन एकीकृत समाजवादी सत्तारूढ गठबन्धनको एक हिस्साको रूपमा उनको पार्टीले सम्झौताको पक्षमा मतदान गर्यो। बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपाल प्रधानमन्त्री कार्यालयमा आयोजना सुरु भएको उल्लेख गर्दै अनुमोदनलाई दृढतापूर्वक समर्थन गरे। महन्त ठाकुर लोकतान्त्रिक समाजवादी पार्टी, उनको पार्टीले विपक्षमा भए पनि अनुमोदनलाई समर्थन गरेको थियो। मुख्य सन्दर्भ प्रारम्भिक हस्ताक्षर प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको ज्ञानेन्द्र बहादुर कार्की तत्कालीन अर्थमन्त्रीद्वारा वासिङटन डिसीमा 2017मा 500 मिलियन सम्झौता हस्ताक्षर गरिएको थियो। व्याख्यात्मक घोषणा नेपाल कुनै पनि अमेरिकी सैन्य रणनीतिको हिस्सा नहुने, कम्प्याक्टमाथि नेपालको संविधान विजय हुने र परियोजनाको लेखापरीक्षण गरिने भनी 12 बुँदे व्याख्यात्मक घोषणासहित सम्झौता पारित भएको थियो। महालेखा परीक्षकको कार्यालयद्वारा एमालेको अडान नेकपा एमाले केपी शर्मा ओलीको नेतृत्वमा 2022मा विपक्षमा रहँदा सामान्यतया सैद्धान्तिक रूपमा अनुमोदनलाई समर्थन गर्दै आफ्नो कार्यकालमा संसदमा ल्याएको थियो। त्यही भएर सबैले बुझिराख्नुपर्ने अवस्था, राजा आऊ देश बचाऊ, राजा नआइकन यहाँनिर केही हुनेवाला छैन। अब यो अनेक थरी हुनुभन्दा राजा नै ठिक छ।